उताको भ्यू चाहिँ कस्तो दामी देख्छ यताबाट उता हेर्छु त कस्तो काली लाग्दो देखिँदैछ झन् बाटोतिर त कोही भेटेको थिएन त अहिले त कति हो त्यो मान्छे तल बसेको थियो नि यो शनिबारको भिडियोहरू हेर्दा यो यहाँ माथि सबै प्याक हुन्थ्यो अहिले त धेरै खाली अरूको भिडियो हेरिकन त कताबाट सुरु गर्ने रहेछ यता कि यता रहेछ लाइन सुरु गर्ने यताबाट है ए हस् धन्यवाद अन्त्यमा हामी आइपुग्यौँ भगवान लटरम्बेश्वर मन्दिर जहाँ भगवानको बास त सुरुङभित्र रहेछ मेरो ब्यागले गर्दा त भित्र छिर्न र निस्किन नै गाह्रो पर्यो ब्याग त ठोकिँदो रहेछ यार भित्रबाट देखे जस्तो होइन रहेछ झन् साँगुर रहेछ हामी त चाबेल बौद्धबाट दर्शन गरेपछि 1.5-2 घन्टाको ट्रेकिङ 1.5-2 घन्टाको राइडको थकाइ सबै बिर्स्यौँ फर्किने बेला इन्स्टार 360 ले क्याप्चर गरेको भ्यू खुकुरीको धार जस्तो पहाड बायाँ हेर्दा पनि दायाँ हेर्दा पनि रिङ्गटै लाग्ने आउँदा जाँदा गरेर आजको राइड 120 किलोमिटर पुरा थकानभन्दा बढी यो जर्नीले मेमोरिज दियो यस्तो रिस्की तर ब्युटिफुल राइड तपाईँ पनि जानुहुन्छ कमेन्टमा लेख्नुहोस् फलो गर्न नबिर्सिनुहोस् फर मोर राइड्स थ्याङ्क यू